भएन आऊ ल ल एक चान्समा तिमीलाई ल भागो अनि हामीसँग यहाँ छ है यहाँनिर भुजा सुजा छ अनि सब सामानहरू ल्याएको छ अनि यतातिर डिउसिउहरू छ अनि यतातिर अनि मासु कहाँ छ ए मासु यसमा छ है मासु चाहिँ यहाँ छ यहाँ ब्रोइलरको र यहाँ गिरिराजको मासु छ साथीहरू हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। अहिले चाहिँ हामी नाइट छ आज चाहिँ नेपालको र बङ्गलादेशको गेम पनि रहेको छ तर हामी चाहिँ गेम पनि गरेर हेर्छौँ होइन त्यही भएर अनि हामी हिँड्दैछौँ अनि हामीसँग चाहिँ गिटार सितार पनि छ अनि सामानहरू पनि छ उतापट्टि पानी पनि छ ल्यापटप चाहिँदैन हुन्छ मोबाइलमा हेर्दा जाने अनि सब मोबाइलमै हेरौँ ल्यापटप लिएर जानु ल्यापटप हुँदैन ल्यापटप नलगाउँ क्या रिक्स हुनसक्छ नि त गिटार लगाएपछि रिक्स किन लिने रिक्स हामी हो क्या यस्तो भइरहेछ क्या अहिले चाहिँ अनि तिहार पनि लागिसकेको छ यतातिर सबतिर अनि यतापट्टि क्यारम बोर्ड पनि खेलिरहेको छन् केटाकेटीहरू अनि हामी चाहिँ सबै सामानहरू रेडी बनाएर अब जङ्गल जाँदैछौँ अहिले चाहिँ हाम्रो जङ्गलमै हुन्छ हाम्रो बसोबास जस्तो लागिरहेछ मलाई अनि हामीले चाहिँ यो धेरै दिनदेखि प्लानिङ गर्दै आइरहेको छौँ क्या सबजना मिलेर चाहिँ टक्क लाएर बस्ने टाइपको त्यो प्लानै भएन यता हामीले चाहिँ यहाँ पुरासँगले आगोसागो पनि बालिसकेको छौँ अहिले यतापट्टि चाहिँ अहिले हाम्रो गेम चलिरहेको छ तर नेट चलेको छैन अब अर्कोको फोनबाट अर्को बिहानेर हाम्रो पार्सेकोबाट तान्यो भने चाहिँ ऊ हुने हो न त सरोजेकोबाट अनि हामीसँग यहाँ छ है यहाँनिर भुजा सुजा छ अनि सब सामानहरू ल्याएको छ अनि यतातिर डिउसिउहरू छ अनि यतातिर अनि मासु कहाँ छ ए मासु यसमा छ है मासु चाहिँ यहाँ छ यहाँ ब्रोइलरको र यहाँ गिरिराजको मासु छ अनि अरू केही छ त हामीसँग केही छैन अनि यहाँनिर चाहिँ आगो छेक्नको लागि हावा छेक्नको लागि चाहिँ अड्काउने कुरो भइरहेछ यहाँ लगेर छिटो मजाले गर अब चाहिँ हामी मस्तसँगले रमाइलो गर्छौँ यो बलिसकेपछि चाहिँ अब मासु सासु पोल्नको लागि रेडी हुन्छ आएर चाहिँ टक्क लाएर बनाइयो यस्तै यो चौरीमा के बनाउने के देखाउने कुरो छ ठिक छ अहिले म के भनेको नेपालले चारको लान भने त उल्का भइहाल्छ नि मुला आम्मामा चार एक होस् न चार एक चाहिँ मुला के को चार त्यसपछि त नेपालसँग त सब डराइहाल्छ नि माया त जुत होइन यतापट्टि दाउरा छ अलिअलि एउटा मुड्का सुड्का हालिदिइरहेछौँ बबाल छ ल अहिले चाहिँ हामी टक्कसँगले हाम्रो चाहिँ खाजा खाइ भइरहेको छ यतातिर अनि त्यसपछि हाम्रो साउन्डको पनि स्पिकरको ठुलो भइसकेको छ आगो त्यहाँ मस्त बलिरहेछ केटाहरू खाइरहेछन् है अहिले चाहिँ हामीले खाना पनि खाएको छैन आज हामीले खाना पनि नखाइ आएको लगभग 8 बजिरहेछ 8 बजिसक्यो होला है 8 बजियो लगभग होइन 8 बजिसक्यो नै अब चाहिँ हामी यहीँ खाँदैछौँ हाम्रो खाना नै यही हो आज चाहिँ हाम्रो अझै मासु यहाँ बाँकी छ अनि यहाँ केटोले अझै यहाँ तरकारी पकाउने मेन मान्छे यहाँ हुनुहुन्छ है पारस थापा यहाँ खाइरहनु भएछ जुन चाहिँ सेतो सर्टमा हुनुहुन्छ के भन्छ यसलाई आउटर राउटर के हो जेसुकै होस् मलाई के बाल अनि यतापट्टि यो खाँदै गरेको चाहिँ यो पनि हो चलाउने बेला बेलामा आगो बाल्ने यो हो हेल्पर अनि यो चाहिँ गफ लाउने मात्रै हो बिरामी छ हरेको त खाने हेल्पर अनि हामीसँग डिउ पनि चाहिँ हामी पनि मस्त तपाईँसँग अर्को मासु पोलेर चाहिँ डिउ र मासु खाने भनेर राखिरहेको छौँ अझै हामी भोकाको कारणले चाहिँ यही खाँदैछौँ यो मात्रै भोकाको कारणले चाहिँ एकछिनमा चाहिँ हामी डिउ पनि खान्छौँ तर
905 नाम हो मेरो आज चाहिँ धेरै पछि म चाहिँ यता नुहाउन आइरहेको छु। यो ठाउँको नाम चाहिँ के हो भनेर मलाई पनि थाहा छैन। यतापट्टि कसरी ससरी के पर्छ कुनै यतापट्टितिर अनि यो भनेको खोइ के धारा पो भन्थ्यो, धाराको नामै बिर्सेँ म। अनि म चाहिँ बाइकमा आएको, 3 जना आएको अनि यहाँ 2टा ब्याग लिएर आएको थियो। लास्टै अप्ठ्यारो भयो क्या हामीलाई आउनको लागि। अब के गर्ने फेरि भनेर चाहिँ अनि भाइकेडाहरू चाहिँ उता गइरहेछन् क्या। अनि आज कता बर्रेमा वर्ष दिने छ र त्यही भएर केटाहरू गर्छ। म चाहिँ यहाँ मस्तसँगले बसिरहेको छु। अनि देख्न सक्नुहुन्छ यहाँ पुरै धानहरू लडिसकेको रहेछ। के फल्ला र केरा चाहिँ बबाल रहेछ क्या त्यहाँनिर, ट्याङ्गे लाएर बबाल गरिरहेछ। अब होस् अब अर्का घरको केरा जस्तो सुयो घरि भने के गर्नु। अब टक्क मैले धुन लुगा चाहिँ थियो, लुगाहरू लास्टै फोहोर भइरहेको क्या मेरो, नधोएको कति भइसकिरहेछ। त्यही भएर पनि हो। अनि यस्तै छ आज नुहाइ गर्ने जाने गर्ने। अब मेरो भ्लग आउँछ किनभने मेरो फ्री हुने टाइम आइसकिरहेछ। म एकदमै अचेलबारी चाहिँ के छु भन्दाखेरि बिजी छु क्या। म के कारणले बिजी छु, किन बिजी छु, म कतिदेखि कति समयसम्म के गर्छु, त्यसपछि के गर्छु भनेर फुल डिटेलमा चाहिँ एउटा भिडियो आउँछ। अनि मैले किन चाहिँ कम भिडियोहरू हालिरहेको छु अनि किन ढिलो भिडियोहरू हालिरहेको छु भन्ने कुरामा पनि तपाईँहरूलाई जिज्ञासा हुनसक्छ होइन। मेरो कारणै त्यही हो कि मैले कम भिडियो हाल्नुको कारण भनेकै त्यही नै रहेको छ। यस्तै छ अहिलेलाई। ल साथीहरू है, अब म नुहाइधुवाइ गरेर फेरि अब नुहाउँदै गरेको त के देखाउनु। आज चाहिँ म यतातिर मस्तसँगले नुहाउन आएको थिएँ होइन। अहिले म चाहिँ यहाँनिर कपडा सपडा सब लगाएर बसिरहेको छु। अनि सब सामानहरू यहाँनिर पानी पनि थापिसकेँ। त्यहाँनिर झोलाहरू पनि छ 2टा, यहाँ पनि छ। अनि यतापट्टि लुगाहरू सुकिसकेँ नुहाइवरी होइन। अनि म पनि सुकिसकेँ। अब त मलाई फेरि नुहाउने बेला हुन आँटिसक्यो। तर हाम्रो केटाहरू आइपुग्दैनन्, कहाँ गयो आज हरायो। केटाले लास्ट टाइम लगायो, त्यस कारणले गर्दाखेरि चाहिँ हल्का ढिलो हुने बोल्यो। टयल त लगभग 3:30 पनि भइसक्यो। यस्तै त छ हाम्रो अहिले होइन। अनि के भन्नु र म यस्तै गरौँ राखौँ भरे क्या। बाटो चाहिँ यस्तो छ यतातिरको, टक्कसँगले यतातिर मस्तसँगले काटेको रहेछ। पानीको मुहान यस्तो छ है, यो घारीबाट पानी आउँछ यता कताबाट अनि त्यसपछि यहाँ झर्छ र टक्कसँगले यहाँको पानी चाहिँ खेतमा तलैको पानीले खेत गरेको जस्तो देखिरहेछ। अनि यस्तै हो बाटो खासमा भनेको रोड यो हो। अनि यो तलतिर कता जाने हो थाहा छैन। अनि हिँड्ने बाटो यो हो। अनि यतापट्टि बाख्रा चराइरहनु भएको छ उहाँ अङ्कलले चाहिँ। अनि यहाँ केराको बोट यतातिर ल पानी जो यहाँ चाहिँ छ, तर यहाँनिर तलतिरपट्टि चाहिँ पानी नपुगेर होला के भएर मरे जस्तो भइरह। फेरि यहाँ चाहिँ लडेर खत्तम भएको रहेछ। अनि अर्को कुरा के भन्दाखेरि तपाईँहरूलाई म लुगा धुन आएको कि अनि अस्ति मैले यो ब्यागमा राखिरहेको थिएँ। यो ब्यागमा राखेको थिएँ मैले अस्ति। यो फोहोर भएपछि म यो ब्यागमा राखिदिन्छु सामानहरू। अनि मैले राखिरहेको थिएँ, लास्टमा मुसोले खाइदिएछ, कपडै खाइदिएछ मुसोले, यस्तो बनाइदिएछ। छ्या यस्तो टेन्सन भयो मलाई, मुसोले झपझुप पारेर खाइदिइहालेछ। अनि यस्तै नै छ। हामीले चाहिँ के भन्न सक्छौँ भन्दाखेरि अब केही पनि भन्न सक्दैनौँ। किन भन्दाखेरि एक्लै छु, मलाई एक्लै बक्चुदी गर्न आउँदैन, धेरै बोल्न पनि आउँदैन, त्यही भएर हो होइन। यस्तै छ। यहाँ के छ भनेको एकदम बाख्रा जस्तो लागिरहेको यहाँ माथि। कसरी यत्रो घारीमा छिरो गरेर बाख्रा त जामा छिरिहाल्छ। कस्तो बबाल देखेको रहेछ क्या, यसरी काटेका रहेछन्। यो एटेरियममा जरा रहेछ। ठिक छ। अनि यो चाहिँ मेरो छाया टेरी कपाल काटेको माकसम सबले किन काटेको यहाँ त्यहाँ भनेर भनिरहनु भएको थियो। अनि अब के गर्नु होइन, अब काटिहालेँ मैले, अब नकाट्नु पर्ने रहेछ। अब गल्ती भइगएछ। मलाई त त्यो धेरै ठुलो फिल भयो। अब योभन्दा ठुलोले सुहाउँदैन कि टाइपको फिल हुन थालिरहेछ। जो सोच्दा ओर्दाखेरि राम्रो देखिएको रहेछ भन्ने कुरो थाहा पाएँ मैले। अरे क्या अब यस्तो भिड छ क्या यहाँ, टक्क लुगा छ है। अनि यस्तो भिड छ। अनि त्यहाँनिर बर पिपल रहेछ। अनि बर पनि होला सायद। अनि यहाँ पनि छ। अब हामी निक्लिँदाखेरि चाहिँ यताबाट निक्लिनुपर्छ।
बाटो यस्तो हुन्छ है गाउँघर भनेको यत्तिकै रमाइलोको लागि त हो है टक्क भिरै भिर रुखै रुख त्यस्तो अनि आज चाहिँ फेरि घाम लागिरहेछ सधैँ घाम लागेको थिएन आज चाहिँ घाम लागिरहेछ त्यही भएर पनि रमाइलो फिल भइरहेछ अब यस्तै त हो साथीहरू मैले भन्ने सब कुराहरू भनिसकेँ तपाईँहरू के भन्ने हो भन्नु होला जोस् हाम्रो नेपाली टिम हिजो महिला फुटबल टिम सेकेन्ड हुन पुग्यो बङ्गलादेशसँग हारेर हैन तर केही छैन प्रयास राम्रो थियो अब त्यसमा के भन्न सक्नु र अनि हिजो हामी त्यही जङ्गलतिर बस्यो ओर्यो अनि त्यहीँबाट हेर्दै थियौँ अनि खासै राम्रो नेट चलेन पनि अनि त्यही ठिक्क घरि हेऱ्यौँ हैन तर गेम एकदम बवाल थियो मलाई मन पर्यो तर हारो अलिकति हैन भित्रबाट जे होस् आफ्नो उसले जितेकै त हेर्न चाहन्छ जसले पनि हैन आफ्नो देशले अब त्यही भयो हैन अब बङ्गलादेशले जित्यो अब के भन्न सकिँदैन त्यसमा अब जे होस् नेक्स्ट टाइम राम्रो गर्नुपर्छ भन्छु म के भन्नु र मैले भन्ने त यति नै भयो धेर भनेदेखि अहिले कता के चिप्लिन्छ अनि टेन्सन हुन्छ हो क्या होइन त्यही त हो जिन्दगी भनेको त्यही भएर कहिले धेरै बोल्नु हुँदैन क्या त्यही भएर म जहिले पनि बोल्छु प्रायः बोल्दिनँ म अनि यस्तो नबोल्दै नबोल्ने मान्छे चाहिँ कसरी भ्लग बनाउँछ भन्नु होला तपाईँहरू अब बनाइरहेको छु म के गर्नु अब भइरहेछ नगरेर पनि काम छैन अझै अब यत्तिकै बसिरहनु भन्दाखेरि बरु यो एक्लै भएको बेला बरु भिडियो बनाएर बस्दिने बोल्दिने केटाहरू कोही पनि छैन क्या गाउँमा अब म चाहिँ भनेको यस्तो अहिलेको समयको सबैभन्दा चाहिँ के हो भन्दाखेरि यतिखेर आउँदैछ नि दाजुभाइहरू लगभग 6 घन्टा पछि तर के भयो टाइम त धरो लाग्यो त मेरो लुगा सुकिओरी मानेर उभइसक्यो के हो ब्याग लिएर निस्किने त्यही त अप्ठ्यारो हुने भयो क्या के भयो त अनि पड्का खोइ त तर डर मात्रै त भनेको त पड्क्यो बारीमा त हो त बिना स्थितिमा डर आयो केटा भनेको समिता खोइ छैन त समिता खोइ हाम्रो त त्यहाँ पो लगाएको रहेछ त आम्मा ल ठिक छ कुकुरै भागो तपाईँ कहाँको त भागो त छोरै पर्दैन त पड्क्यो आम्मा यही छेउमा आइसक्यो हौ झिल्के ओ हातमा पड्काइदिन्छु नि अर्जन हात तिमी खुट्टा पड्काउँछौ ए म हातमा पड्काइदिन्छु तिमी खुट्टा पड्काउने हाले मैले अस्ति मुखमा समेत पड्काएको तिमी जत्रो हुँदाखेरि तिमी त थाहा नै पाउँदो रहेछौ खै त नि आज उहरू ल्याएको छैन हामीले माइनबत्ती सानबत्ती सबले आज गरिरहेछ नि हामी चाहिँ भोलि के हामी चाहिँ कालीकोटे घर हो ल ओरिजनलाई बालाई आउ त जाऊ दादा ओरिजनलाई बाला दे त लार हात पनि पड्काउन आँटिस क्या हो मेरो पछाडि आइसकेको छ नि त मलाई त थाहा नै पर्दैन मजाले यहाँ यसरी बसिरहेछन् खोइ त पड्किने चाहिँ कहाँ हो पड्किनु पर्ने चाहिँ सब डरले यही भुइँमा सुत्न आइपुगे
के गरेको हो भन्ने कोही नपाल्ने बाला न ओरिजन गएर जाऊ डन काजी घर छ डन काजी भाग्यो डन काजी भाग्यो ताली ल 8 बोल्न आँटे 1 2 3 मजाले पड्केन यार ओ डराउने हो घर उही आइपुग्यो त धेरै खाँदी छस् क्यारे तैँले अनि छेउमा पो राख्नुपर्छ त नि कहाँ छ यो सरक्क बालेर चलेर उहाँ भएको अर्को उहाँ ढोकामा बाहिर भित्र पसिरहेको छ के गरेको ओरिजन त आउँदैन त्यहाँ फेरि ए त्यही आउँछ ओरिजन उफ्रेर अब त हेर है ए ओरिजन पड्काउँदै बल यस्तो तुफान भएको गरेर छ नि निभाइदिउँ म गर म निभाइदिउँ यसलाई ए ल भएन आऊ ल एक चान्समा तिमीलाई ल भागो